नमस्ते दर्शक महानुभावजीहरू, आज चैते दसैँ। यो अँध्यारो मौसममा सर्दो खोलाको बगरै एक्लै हिँड्दैछु। रातिको समयमा भर्खरै मलाई माथि मूल घरबाट चाहिँ आमाले मेरो मम्मीले फोन गरेर बोलाउनु भयो। ल एकछिन माथि आइज भनेर भन्नुभएको थियो र म गोठबाट चाहिँ माथि मूल घरमा पुगेर फर्कँदैछु। अँध्यारो परिसकेको छ। एउटा सानो यो टुकटुके मोबाइलको उज्यालोमा बाटो पहिलाउँदै घरतिर फर्किरहेको छु। विशेष गरेर मम्मीले आज माथि घर बोलाउनु भएको प्रमुख कारण चाहिँ के रहेछ भन्दाखेरि आज चैते दसैँ रहेछ। आज चैते दसैँ भएकोले गर्दाखेरि चाहिँ यसो अब घरमा यसो मिठो मसिनो केही पाकेको पकाउनु भएको थियो र खै के थियो होइन, जस कोसेली दिइपठाउनु भएको छ। अँध्यारो मैले हेरिनँ, झोलामा रेडी गरिदिनु भएको छ र रात परिसकेको थियो। अनि अब यसरी यता नि अँध्यारो चाहिँ पारी बत्तीतिर अहिले म यो मेयर हर्क साम्बाङ ज्यूले बनाउँदै गर्नुभएको यो रिजाज पोखरी छेउमा आइपुगेको छु र झोलाभित्र के सामग्री थियो, के कोसेली छ, आमाले के हालिदिनु, कोसेली हालिदिनु भएको छ, त्यो त हेर्नु हेरिनँ भनौँ न। अब एकैचोटि घरमा पुगेर हेर्ने हो। यहाँ हतार अहिले म घर फर्कँदैछु। अँध्यारो छ अलिकति। यो ठाउँमा चाहिँ भूत प्रेतहरूले तर्साउने पनि गर्दछ बेला बखत तर्सर्छ। आज चाडपर्वको बेला यसो एउटा सानो लाइटले चाहिँ बाटो खोज्दै हेर्दै हिँडिरहेको छु र म अब केही समयपछि घर पुग्न आँटेको छु। घर भन्नाले म बस्दै आएको गोठमा र त्यहाँ पुगेपछि मेरो मम्मीले मलाई चैते दसैँको लागि चाहिँ के चाहिँ उपहार कोसेली दिनुभएछ भने चाहिँ म त्यहाँनिर झोला खोलेर देखाउने छु र अब खानेकुरा हो भने खानेछु अथवा लाउने कुरा हो भने लाउने छु। है त दर्शक महानुभावजीहरू, घर आइपुग्न आँटेँ म। दर्शक महानुभावजीहरू, घर आइपुगेको छु म। यहाँ मेरो घर एकदम सुनसान रहेको छ। लाइट पनि छैन भन्नाले तपाईँलाई थाहा छैन छ यहाँ मेरो म बसेको ठाउँमा बिजुली बत्तीको सुविधा छैन। सोलर बत्ती बालिएको छ तसर्थ यहाँ एकदम अँध्यारो मौसम रहेको छ। ल आज घरभरि पाहुना पनि रहेछ। यहाँ त देख्नु त केही देखिँदैन। हाम्रा पोखरीमा हाम्रा तल रिचार्ज पोखरीमा काम गर्दै गर्ने हाम्रा भाइहरू चाहिँ यहाँ खाजा पानी आज चैते दसैँ मनाउनु आउनुभएको रहेछ। तर के हो नि, बत्ती यस्तो छ एकदम नाजुक अवस्थामा बसिएको छ। यहाँ पानी तातिँदै रहेछ। विशेष यो गरेर चाहिँ अब नुहाउनुको लागि, स्नान गर्नुको लागि पानी तातिँदैछ। तातो पानीले नुहाउने बानी भइसकेको छ। यता मेरो श्रीमतीजी छिन्। यहाँ चैते दसैँको बेला चाहिँ के गर्दैछिन् भनेर चाहिँ अनुहार पनि थोपडा पनि देखिँदैन बिचरा मेरो श्रीमतीको। यस्तो नाजुक अवस्थामा बसिएको छ दर्शक महानुभावजीहरू। यो सोलरको बत्ती यो मेरो किचन। अब यहाँ हेर्नुहोस् त केही लाइट देखिँदैन है, केही लाइट देखिँदैन। र अब यहाँ म तपाईँहरूलाई लाइट बालेर चाहिँ आमाले के पठाउनु भयो भने म देखाउन गइरहेको छु। दर्शक महानुभावजीहरू, घरमा आइपुगेको छु। यो झोलाभरि खै के पठाउनु भएको छ। यो झोला र यो यसमा यो बट्टामा अब अहिले लाइट चाहिँ अब कसरी उज्यालो हो भन्दाखेरि यस्तो लाइट बालेर चाहिँ बस्नु परेको छ। न त बिजोगै छ। र अब आमाले के चाहिँ पठाइछिन् हौ भने चाहिँ म तपाईँहरूलाई देखाउन गइरहेको छु। अब हेरौँ, यो एउटा बट्टा छ। बट्टामा के रहेछ त आमा, यो त यार यो त यस्तो छ त। यो खारेको मङ्गुरको मासु हेर्नुहोस् त आमा, यस्तो दामी छ। ल खारेको मङ्गुरको मासु। अब झोलामा चाहिँ के छ त हेर्नु, निकै गरम छ त।
के चाहिँ पठाउनु भएको छ झोलामा के हो पानी पो रहेछ त चिसो पानी यिनीहरूकोमा फ्रिज छैन गर्मी महिना चढ्यो भनेर चिसो पानी पो आइस भएको चिसो पानी आइस भएको चिसो पानी अब अझै पनि खै अझै पनि गरममै छ हौ के छ अरे कोक यो चाहिँ बुहारीको लागि यति कोक पठाइदिनु भएको छ बुहारीको लागि बुहारी भनौँ मेरो श्रीमतीको लागि चाहिँ कोक पठाइदिएको दिनुभएको छ आमाले मेरो श्रीमती फेरि कोक भनेपछि हुर्कै हुन्छन् यो मलाई अझै गरम छ त के छ आमा के हो यो आमा है आमा के हो यो होइन यो पो आयो त हौ के हो यो आमा के छ काला पत्थर पो छ त हो आमा दर्शक महानुभावजीहरू यो के काला पत्थर भनेको त मैले पहाडको नाम सुनेको थिएँ हिमालको नाम सुनेको थिएँ के हो आमा काला पत्थर यो टोकरी मात्र हो कि भित्र पनि हेरौँ न के छ होइन हौ अचम्म भयो त आज लु काला पत्थर ल हेर्नुहोस् त फुल ल आजको के अरे फुल छ स्टिकर सहित आजको त्यो मेरो चैत्र दसैँ काला पत्थरसँग आज बित्नेछ मनाइनेछ जस्तो लाग्दछ काला पत्थर फुल छ फुल बोतल काला पत्थर अनि तारेको मासु काला पत्थर आज काला पत्थर खाएर झ्याप कालो हिँड्जसम्म खाने हो नाच्ने हो झ्याप गरेर सुत्ने हो ल दर्शक महानुभावजीहरू यो फोडौँ कि नफोडौँ भयो यार काला पत्थर थोरै चाखौँ होला कस्तो छ ल त दर्शक महानुभावजीहरू म काला पत्थर खोल्दैछु अब खानुको लागि नै हो अब के अरे लोकल खाइराख्ने बानी यस्तो त पहिले नखाएको मान्छे हामी गाउँघरका मान्छे अब खोल्नु पनि जानिन्छ जानिँदैन अब मेन भनेको त अब बेलुका अँध्यारोमा आँखा पो देखिँदैन त खै एउटा उयो काँटा देऊ त लौ त दर्शक महानुभावजीहरू काला पत्थर चाहिँ उद्घाटन गर्न गइरहेको छु दर्शक महानुभावजीहरू काला 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 धेरै खानु हुँदैन यो चढाउँदाखेरि चाहिँ यो साइली औँलाले कान्छी औँलाको यताको औँलाले यसरी चाहिँ विशेष गरेर हामी किरातीले चाहिँ यसरी चढाइन्छ 3 पल्ट यो भनेको हाम्रो 3 पल्ट चढाइन्छ त्यो 3 पल्ट चढाउनुको कारण चाहिँ के छ भने हामीले 3वटा पूजा या चुल्हा पुज्छौँ 3वटा चुल्हामा एउटा चुल्हालाई चाहिँ हामी पानीको संज्ञा दिन्छौँ अर्को चुल्हालाई हामी धरतीको संज्ञा दिन्छौँ र एउटा अर्कोलाई चाहिँ हामी हावाको संज्ञा रूपमा पुज्ने गर्दछौँ र
धरती हावा र पानी माटो भनौँ न माटो हावा र पानीलाई चाहिँ यसरी चढाएर अब ग्रहण गर्न गइरहेछु पानी लाउनुपर्छ है पानी चिसो अहिले आएर चाहिँ बुझेँ क्या मैले यो चिसो पानी पनि किन दिनुभएको रहेछ भने त या यस्तो कडा यो चाहिँ विदेशी पाहुनाले ल्याइदिनु भएको कोसेलीसँग खानुको लागि चाहिँ यो पानी चिसो पानी दिनुभएको छ आमाले अब माछु चोइ आजको के अरे खाए ल भन्छ दर्शक मानिस दिदीहरू मलाई त यो सुँगुरको मासु नि कस्तो मनपर्छ मम्मीले पठाइदिनु भएको रहेछ अहिलेदेखि देख्ने बित्तिकै मलाई कस्तो लागेको थियो कतिखेर घर पुगेर चाहिँ मलाई खानु मन लागिरहेको थियो त्यसले दर्शक मानिसजीहरू घिचे ल खाए ल भन जोस आज मम्मीको उपहारले गर्दाखेरि मेरो गोठमा पनि चैतदशीको रौनकता छाएको छ खाना छ अब त दर्शक मान बाबुजीहरू आजको छोटो भिडियो चैत दशैँमा चाहिँ आज यो काला पत्थर नामक मैले त सुनेको पनि थिइनँ यो रक्सी निक्लेको छ भनेर अब हामी गाउँघरमा बस्ने गरिबदेखि यहाँ त कसरी थाहा हुन्छ र लोकल खाइरहेको मान्छे अब आज यो ब्रान्डेड रक्सी पनि खानु पाइयो तिम्रो मुख पनि न ब्रान्डेड रक्सी खानु पाइयो त्यसको लागि म मेरो मम्मीलाई धेरै धेरै धन्यवाद यसरी मासु नि तारेर पठाइदिनु भयो यति भन्दै आजको यो छोटो भिडियोबाट बिदा लिन चाहन्छु सायद पक्कै पनि तपाईहरुको पनि माघे सङ्क्रान्ति अरे चैत दशैं राम्रो भयो होला यो भिडियो हाल्दाखेरि पक्का पनि यो भिडियो हाल्दाखेरि पक्का पनि माघे चैत दशैं बितेर गइसकेको हुन्छ र यहाँहरुको दिन यहाँहरुको रात शुभ रहोस् यहाँहरुको जिन्दगी सुखमय रहोस् यदि भन्दै हजुरबाट बिदा गर्न चाहे कृपया सब्स्क्राइब बटनमा चाहिँ नभुल्नु होला हस्त जय चन्द्र सूर्य।